नमस्कार। आउनुहोस् आज एउटा कथा सुनौ जुन यस प्रकार रहेको छ। गोपाल र महेश सानै छँदा उनीहरूका बुवा आमा बित्नुभयो। यिनीहरूको नातागोता कोही थिएनन्। बुवाले छाडेर जानुभयो। धन सम्पत्ति खाँदा बस्दा सकिन थाल्यो। घरमा आम्दानी नभएपछि एकहोरो खर्च कति दिनसम्म चल्थ्यो। साहुको ऋणले पनि कति दिनजेल भर्थै हुन्थ्यो र एक दिन त यिनीहरूले घर खेतबारी आदि सबै साहुको जिम्मा लगाई गाउँ नै छोड्नु पर्यो। यी दाजुभाइ आफ्नो जीविका चलाउन कामका खोजीमा गाउँ गाउँ डुल्न थाले। यिनीहरूले भेटे जति सबै मानिससँग कामका लागि अनुरोध गरे। कसैबाट पनि काम पाउन सकेनन्। तापनि यिनीहरूले काम पाइने आशा भने कहिल्यै छोडेनन्। कामको खोजीकै सिलसिलामा बाटामा एकजना भरियासँग यिनीहरूको भेट भयो। उनीहरूले भरियासँग सोधिहाले, दाइ हामीलाई कुनै काम दिनुहुन्छ कि? भरियाले निधारको नाम्लो हटाएर तोकमा माथि डोको अड्याउँदै भनौँ, भाइ तिमीहरूले कहिले डोको बोकेका छौ? आह, हामीले कहिल्यै पनि डोको बोकेका छैनौँ, दुवै दाजुभाइले एकै स्वरमा भने। भरियाले फेरि उनीहरूतिर नै फर्केर भनौँ, त्यसो भए तिमीलाई दिने मसँग कुनै काम छैन। यति भनिसकेपछि भरिया आफ्नो बाटो लाग्यो। दाजुभाइ निराश हुँदै अर्को बाटो लागे। बाटोमा अघि जस्तै एउटा गोठालो भेटियो। ऊ चौरमा वस्तु भाउ चलाउँदै थियो। यी दाजुभाइ गोठालो नजिक काम माग्न पुगिहाले। गोठालाले गाई भैँसी हेर्ने, स्याउला घाँस बटुल्ने र भकारो सोर्ने जस्ता काम आउँछ भनी सोध्यो। उनीहरूलाई आफूलाई काम गर्न आउँदैन भने। गोठालाबाट पनि काम पाइएन। यिनीहरू पनि आफ्नो बाटो लागे। कामको खोजीमा भौतारिँदा उनीहरू ज्यादै थाकिसकेका थिए। एकछिन आराम गर्नु पर्यो भनी उनीहरू एउटा रुखमुनि बसे। त्यही ठाउँमा एकजना बुढा मानिसले ती दाजुभाइको अनुहार हेर्दै भन्न थाले, बाबु तिमीहरू को हौ? किन ज्यादै थकित र चिन्तित छौ? यसो हेर्दा त तिमीहरू बलिया र राम्रा छौ, तापनि अँध्यारो अनुहार देख्छु। बुढा मानिसको कुरा सुनेपछि गोपालले भन्यो, बुढाबा मेरो नाम गोपाल हो। यो मेरो भाइ महेश हो। हामी काम खोज्दै हिँडेका हौँ। अहिलेसम्म कुनै पनि काम पाएनौँ। साँच्चै भनौँ भने हामीलाई कुनै काम गर्न पनि आउँदैन, त्यसैले हामी चिन्तित भएर बसेका हौँ। यो सुनेपछि बुढाबाले भने, ए त्यति जाडो कुरामा किन चिन्ता लिने? हिरा म तिमीहरूलाई मिल्ने काम दिन्छु। मसँग खेतबारी प्रशस्त छ, तर मेरा कोही छैनन्। म तिमीहरूलाई छोरा जस्तै गरिराखौँला। तिमीहरू खेतबारीमा काम गर्नु, खेतबारीको काम म सिकाइदिउँला। गोपाल र महेश काम पाइने भइयो भन्ने कुराले दङ्ग परे। उनीहरू बुढाको घरमा गई खेतीपातीको काम गर्न तयार भए। बुढाले आफ्नो खेतबारी सबै देखाए। यी दाजुभाइले खेतीपातीका काम कुराहरू बिस्तारै सिक्दै गए। केही समयपछि खेतबारीमा प्रशस्त अन्न फले। यो देखेपछि बुढा ज्यादै खुसी पाए। यी दाजुभाइ पनि खुसीका साथ काम गर्न थाले। एक दिन बेलुकीपख बुढाले दुवै दाजुभाइलाई डाके। उनीहरू पनि के कारणले डाकिएको होला भन्दै बुढाका नजिक आइपुगे। बुढाले भने, हेरा बाबु, तिमीहरूदेखि म ज्यादै खुसी छु। तिमीहरूको मेहनतले खेतबारीमा दोब्बरै अन्न भएको छ। मैले तिमीहरूको नाममा बैङ्कमा खाता खोलिदिएको छु। तिमीहरू दुवैको नाममा बचत खाता छ। बैङ्कमा जम्मा गरेको भौचर र चेकबुक पनि यही छ। पढ त बैङ्कको भौचरमा के रहेछ? गोपालले अचम्म मान्दै बुढाका हातबाट बैङ्क भौचर लियो र पढ्यो। बैङ्क भौचर पढेपछि गोपालले बुढातिर हेऱ्यो। बुढाले फेरि भन्न थाले, तिम्रो खातामा 15,000 रुपियाँ छ। यो रुपियाँले तिमी व्यापार पनि गर्न सक्छौ या अन्त जग्गा किनी खेतीपाती पनि गर्न सक्छौ। यो चेकबुक राख, परेका बेलामा पैसा झिक्न सक्छौ। यति भनेपछि बुढाले चेकबुक पनि दिए। बुढाले आफूप्रति गरेको स्नेह र माया सम्झे दुवै दाजुभाइका तर्फबाट आभार व्यक्त गर्दै महेशले भने, बुढाबा तपाईँले दुःख परेका बेला मद्दत गर्नुभयो। हामीलाई छोरा जस्तै माया गर्नुभयो। हामी तपाईँको यो उपकार कहिल्यै बिर्सन्नौँ। हामी तपाईँलाई छाडेर पनि कहिल्यै जाँदैनौँ। यिनीहरू कतै नजाउन् भन्ने चाहना बुढाको पनि थियो। बुढाले भने, तिमीहरू कतै जानु पर्दैन। तिमीहरू मसँगै बस। यो खेतीबारी सबै तिमीहरूकै हुन्। दाजुभाइ पनि बुढासँग आनन्दले बसे।